प्रिय श्रोता मित्रहरू, यदि तपाईँ जीवनमा सानो प्रयासबाट ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ, यदि तपाईँ समयलाई आफ्नो पक्षमा काम गराउन चाहनुहुन्छ र यदि तपाईँ धन, ज्ञान, स्वास्थ्य र आत्मविश्वास सबै क्षेत्रमा निरन्तर वृद्धि चाहनुहुन्छ भने आजको यो अडियो बुक ध्यान दिएर शान्त ठाउँमा बसेर कानमा हेडफोन लगाएर सुन्नुहोस्, किनभने आज हामी कुरा गर्न गइरहेका छौँ कम्पाउन्डिङको शक्ति र कम्पाउन्डिङ बिगार्ने 5वटा ठूला गल्ती जसले 90% मानिसको जीवन सामान्यमै रोकिन्छ। यदि तपाईँले यी गल्तीहरू भुलेर पनि गर्नु भएन भने तपाईँको भविष्य अहिलेभन्दा धेरै गुणा उज्यालो हुन सक्छ। आउनुहोस् सुरु गरौँ। कम्पाउन्डिङमा कहिल्यै नगर्नुपर्ने 5वटा गल्ती। गल्ती नम्बर 1, छिटो नतिजा खोज्नु। धेरै मानिस कम्पाउन्डिङ सुरु त गर्छन्, तर केही हप्ता वा केही महिनामै नतिजा नदेखेपछि भन्छन् यो त काम नै गर्दैन। तर सत्य के हो भने कम्पाउन्डिङ सुरुमा देखिँदैन, अन्त्यमा चमत्कार गर्छ। बिउ रोपेको भोलिपल्ट फल खोज्ने मान्छे जस्तै छिटो नतिजा खोज्ने मानिस कम्पाउन्डिङमा सधैँ हार्छ। धैर्य नै कम्पाउन्डिङको पहिलो शर्त हो। गल्ती नम्बर 2, निरन्तरता तोड्नु। आज अलिकति बचत, भोलि छुट्यो, फेरि केही दिनपछि सुरु। यसरी कम्पाउन्डिङ कहिल्यै काम गर्दैन। सानो तर दैनिक, नियमित र निरन्तर गरिएको प्रयास ठूलो तर अस्थायी प्रयासभन्दा हजारौँ गुणा शक्तिशाली हुन्छ। कम्पाउन्डिङलाई ब्रेक मन पर्दैन। गल्ती नम्बर 3, सानो कुरालाई हल्का ठान्नु। यो त सानो रकम हो, यो त सानो बानी हो, यसले के नै फरक पार्ला र? यही सोचले मानिसलाई गरिब बनाउँछ। सानो बानी गुणा लामो समय बराबर ठूलो परिणाम। सानो गल्ती गुणा लामो समय बराबर ठूलो विनाश। कम्पाउन्डिङ सानै कुराबाट सुरु हुन्छ। गल्ती नम्बर 4, नकारात्मक सोच र आत्मसन्देह। धेरै मानिस भन्छन् मबाट हुँदैन, म त साधारण मान्छे हुँ, यो धनीहरूका लागि हो। तर कम्पाउन्डिङ पैसाको होइन, सोचको खेल हो। यदि तपाईँ आफ्नो दिमागमा गरिब सोच रोप्नुहुन्छ भने समयले त्यसलाई ब्याजसहित फिर्ता दिन्छ। सकारात्मक सोच पनि कम्पाउन्ड हुन्छ, नकारात्मक सोच पनि। गल्ती नम्बर 5, समयको मूल्य नबुझ्नु। सबैभन्दा ठूलो गल्ती यही हो। मानिस पैसाको हिसाब गर्छ तर समयको गर्दैन। तर सत्य के हो भने समय नै कम्पाउन्डिङको इन्धन हो। जति चाँडो सुरु गर्नुभयो उति कम मेहनतमा उति ठूलो नतिजा। आज सुरु नगरेको कम्पाउन्डिङ भोलि पछुतो बन्छ। कम्पाउन्डिङ कुनै जादु होइन, तर जो बुझ्छ उसको लागि चमत्कार जस्तै हुन्छ। यी 5 गल्तीहरूबाट जोगिनुभयो भने धन बढ्छ, ज्ञान बढ्छ, आत्मविश्वास बढ्छ, जीवनको स्तर बदलिन्छ। सानो कदम आजै। प्रिय श्रोता मित्र, यदि तपाईँलाई यो अडियो बुक उपयोगी लाग्यो भने कृपया यसलाई फेरि एकपटक शान्त मनले सुन्नुहोस्। यस्ता ज्ञान, सोच परिवर्तन गर्ने अडियो बुकहरू नियमित रूपमा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक र सेयर गर्न नबिर्सनुहोस्। याद राख्नुहोस्, आज सुन्नुभएको एउटा विचार भोलिको तपाईँको जीवन बदल्न सक्छ। धन्यवाद। फेरि अर्को प्रेरणादायी अडियो बुकमा भेटौँला।